नमस्ते सबैजनालाई। आज म एउटा हाम्रो नेपाली समाजको रोग ग्यास्ट्रिकको बारेमा कुरा गर्न जाँदैछु। हाम्रो समाजमा सबैलाई लगभग ग्यास्ट्रिक नभएको कोही पनि छैन होला र ग्यास्ट्रिक हुन बित्तिकै मान्छेहरूले गएर पेन्टोप्राजोल भन्ने औषधि ग्यास्ट्रिक औषधि दिनुस् न मलाई भनेर काउन्टरबाट खाइरहनु भएको पनि छ। तर हजुरलाई थाहा छ यो ग्यास्ट्राइटिस भन्ने कुरा एक हिसाबले केही कुराको लक्षण हो र आफैमा रोग होइन। यसको यो के कारणले हुन्छ भन्नेको बारेमा कुरा गर्न चाहिँ म अर्को भिडियोमा कुरा गर्छु। तर जुन हजुरले जुन काउन्टरमा गएर पेन्टोप्राजोल एस्मोप्राजोल भन्छ जस्ता औषधिहरू आज पेट ढुस्सा भयो ग्यास्ट्रिक औषधि खाइहालौँ भनेर जुन नियमित रूपमा सेवन गरिरहनु भएको छ त्यसको नकारात्मक असर हजुरको शरीरमा के हुनसक्छ र पछि गएर यसले हजुरलाई के दुःख दिन सक्छको बारेमा यो भिडियोमा कुरा गर्न जाँदैछु है त। जुन हामीले औषधि ग्यास्ट्रिक भयो भने जुन औषधि हामीले खान्छौँ नि त्यसले के गर्छ त पहिला कुरा यो बुझौँ है त। नर्मली हाम्रो शरीरमा जे पनि कुरा पचाउनको लागि हाम्रो पेटमा एसिड हुन्छ है। अब हजुरले एन्टासिड्स अथवा यो पेन्टोप्राजोल एस्मोप्राजोल औषधिहरू खानुभयो भने त्यो एसिडको मात्रा कम हुन्छ। एसिडको मात्रा कम भएर हजुरको जलन हुने कम हुने त स्वाभाविक कुरा हो। तर यो एसिडको आफ्नो पनि त काम हुन्छ नि त। एसिडले गर्दाखेरि हजुरको खानाको पचाउनमा हेल्प गर्छ, हजुरको शरीरबाट आइरन एब्जर्ब गर्न हेल्प गर्छ, हजुरको शरीरबाट भिटामिन B12 एब्जर्ब गर्न हेल्प गर्छ, हजुरको शरीरबाट क्याल्सियम एब्जर्ब गर्न हेल्प गर्छ। अब यो कुरा नभइसकेपछि हजुरको शरीरमा के हुनसक्छ त? अब शरीरमा भिटामिन B12 को कमी हुनसक्छ, जसले कारणले गर्दाखेरि हातखुट्टा झमझमाउने, नसाहरूको रोग हुने, जिउ गलाए जस्तो हुने हुनसक्छ। आइरनको कमीले गर्दाखेरि खुनको मात्रा कम हुने होइन, जिउलाई त एकदमै गलाए जस्तो हुने हुनसक्छ। क्याल्सियमको कमीले गर्दाखेरि हाड जोर्नीहरू दुख्ने, हड्डीहरू कमजोर हुने हुनसक्छ। अर्को के हुनसक्छ भन्दाखेरि हजुर किडनीमा असर गरेर यसले नेफ्राइटिस भन्ने रोग पनि निम्त्याउन सक्छ यसले।